नमस्ते। आज 2083 वैशाख 6 गते म मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय कार्यालयको परिसर तपाईहरुलाई देखाउँदैछु। यो पश्चिमपट्टिको भाग हो। यो अहिले भर्खरै नयाँ बनेका बिल्डिङहरु, एउटा आरएनडी बिल्डिङ र हाम्रो कन्फरेन्स स्थल, अब हुने कन्फरेन्स स्थलको उद्घाटन सत्र त्यो हलमा हुनेछ। यो सानो र त्यो आरएनडी बिल्डिङ हो र त्यो चाहिँ हाम्रो चाहिँ परीक्षा व्यवस्थापन कार्यालयको बिल्डिङ हो र चाहिँ यो पुरानो हाम्रो यो अगाडिको पार्ट योहरु चाहिँ डिन कार्यालय, भिसी कार्यालयहरु, रजिस्ट्रार कार्यालय चाहिँ सानो टहरा थियो र अहिले रिप्लेस भएको छ। र यो चाहिँ हाम्रो चाहिँ गेस्ट हाउस भनेर बनाइएको भवन हो। यो पछाडिपट्टि हाम्रो चाहिँ यो जङ्गल छ। यो जङ्गलको तल करिब यहाँबाट 500 मिटर, करिब 500 मिटर तल चाहिँ बस पार्क छ। ठ्याक्कै मङ्गलगढी बस पार्क छ र यो यसरी यो हाम्रो वृक्षारोपणहरू पछाडि ब्याकयार्डमा वृक्षारोपण छ। तपाईहरुले देख्न सक्नुहुन्छ। यहाँ चाहिँ हाम्रो यो पछाडिपट्टि ब्याक स्पेस छ। यो स्पेसमा हामी चाहिँ वास्तवमा यो मेन्टेन गरेर राखेको छ र यो चाहिँ खासमा हाम्रो कन्भोकेसनहरू पहिला यही हुने गर्थ्यो। यसले यो ब्याकग्राउन्ड देखिन्छ। यसको ठ्याक्कै अपोजिटमा हाम्रो फ्रन्ट हो, उत्तरपट्टि फर्केको छ यो बिल्डिङ र यो अहिले मैले चाहिँ दक्षिणपट्टिबाट देखाइरहेको छु। यसमा हामी देख्न सक्छौँ माथि मौरीले पनि बेला बेलामा यहाँ आउने जाने भइरहन्छ। यो एपिस डोर्सेटा मौरी हो, अहिले नयाँ आएको छ। यो चाहिँ हाम्रो चाहिँ यस्तो खालको सिन छ। अलिकति अब यो ठ्याक्कै उतापट्टि पारिपट्टि देखिएको छ। यो जङ्गलदेखि उतापट्टि 200-300 मिटर जति हाम्रो रङ्गशाला छ। यसको हेर्नुहोस् है। अब यहाँबाट रङ्गशाला छ। अहिले बनेको कर्णाली प्रदेशको रङ्गशाला हो। ठ्याक्कै त्यहाँ देखाउन अलिकति यो पछाडि जङ्गलको पछाडिको बिल्डिङ हो र यो चाहिँ तपाईको चाहिँ हाम्रो यस्तो खालको छ। यो चाहिँ हाम्रो यो अगाडि देखिएको चाहिँ हाम्रो चाहिँ एउटा टनल हाउस हो। यो चाहिँ वास्तवमा यो नर्सरी, यो फुलबारीको लागि, यहाँ बगैँचा उद्यान मेन्टेन गर्नको लागि बनाइएको हो र यसरी हाम्रो यो बाटो चाहिँ यो बिल्डिङलाई एक सर्कल लगाएको छ। साँच्चै के भन्दाखेरि यो चाहिँ एकदमै वेल डिजाइन नै लाग्छ मलाई। यो चाहिँ भर्खरै अहिले हाम्रो यो अब